धेरैजनाले सोध्छ भ्यासलिन हजुरआमाको फुटेको खुट्टाको लागि मात्र हो, तर तिमीहरूलाई थाहै छैन कि यो एउटा सिक्रेट वेपन हो एट्र्याक्टिभनेसलाई बढाउनको लागि। यो भिडियोमा म तिमीहरूलाई 3वटा भ्यासलिन ह्याक्स भन्नेछु जसले तिमीहरूको लुकलाई 100% अपग्रेड गरिदिन्छ। यदि तिमीहरूले यो भिडियोलाई पुरा हेर्यौ भने तिमीहरूले अरू कुनै पनि महँगो कुराहरूमा आफ्नो पैसा खर्च गर्नु पर्दैन। नेपालीको आँखामा डार्क सर्कल नहुनु भनेको बिलियनरको हातमा पैसा नहुनु जस्तो हो। हाम्रो आँखाको तलको स्किन एकदमै थिन र सेन्सिटिभ हुन्छ। जब त्यहाँ इनफ मोइस्चर हुँदैन त्यहाँको ब्लड भेसल्सहरू देखिन थाल्छ र डार्क सर्कल देखा पर्छ। यसलाई हटाउने सिम्पल तरिका हो भ्यासलिन। भ्यासलिनलाई जब हामी आफ्नो स्किनमा लगाउँछौँ त्यो स्किन मोइस्चर हुन्छ र त्यो ब्लड भेसल देखिन बन्द हुन्छ, जसले गर्दाखेरि हाम्रो डार्क सर्कल बिस्तारै बिस्तारै हट्दै जान्छ। जब हामी सुत्छौँ हाम्रो ओठ ड्राई हुन्छ र फुट्छ र जाडोको महिनामा त यो अझै धेरै हुन्छ। यसको सल्युसन एकदमै धेरै सिम्पल छ। सुत्नुभन्दा पहिला ब्रसले आफ्नो ओठलाई ब्रस गर्नु। यसले तिमीहरूको सबै डेड स्किनहरूलाई ओठबाट निकालिदिन्छ। त्यसपछि बिस्तारै बिस्तारै ओठमा भ्यासलिन लाउनु। यसले चाहिँ मोइस्चरलाई भित्रै लक इन गर्छ र बिहान उठेर हेर्दाखेरि तिमीहरूको ओठ एकदमै सिल्की र स्मुथ हुन्छ। एउटा मान्छे कतिको साफ सुथरा बस्छ भन्ने कुरा त्यसको हातलाई हेरेर थाहा हुन्छ। तिमीहरूमध्ये धेरैजनाको हात फुस्रो, फुटेको र ड्राई होला। यो चिजले तिमीहरूलाई कम एट्र्याक्टिभ देखाउँछ र मान्छेले तिमीहरूसँग बस्न कम नै मन पराउँछ। यसको एउटा सिम्पल सल्युसन हो राति सुत्नुभन्दा पहिला हातमा भ्यासलिन लगाएर सुत्नु, जसले गर्दाखेरि बिहान उठुन्जेलसम्म तिमीहरूको हात एकदमै सिल्की स्मुथ हुन्छ। किन भन्दाखेरि भ्यासलिनले चाहिँ मोइस्चरलाई भित्र नै लक इन गरेर राख्छ। यदि तिमीहरूलाई यस्तो भिडियो हेर्न मनपर्छ भने यो च्यानललाई सब्सक्राइब गर र नेक्स्ट भिडियो कुन टपिकमा चाहियो त्यो पनि कमेन्ट गर।